हेलो साथीहरू, मैले आज साँझको खाना पकाउँदैछु। मैले पिठो मिच्दैछु। मैले कसरी पकाउँछु हेर्नु है सबैजनाले। हेर्नुहोस्, हजुरहरू खाना के पकाउँदै हुनुहुन्छ? साँझमा के पकाउनुहुन्छ? मैले चाहिँ रोटी पकाउँछु साँझमा। यता चाहिँ मकै बसालेको छु मैले होइन, मेरो मम्मी सासू आमाले बसाल्नु भएको हो। अनि आमा चाहिँ बत्ती काट्दै हुनुहुन्छ। म फेरि पिठो मिच्न थालेँ, राम्रोसँग सफ्ट भएको छैन। अब एकछिनमा बनाउ। यतिको भयो। अनि यसलाई छोप्यो भनेपछि एकछिन पछि राम्रोसँग भिज्छ, राम्रोसँग सफ्ट हुन्छ मिच्नलाई। मैले यता लौकाको तरकारी बनाउँछु। हेर्नु, हाम्रो बारीमा फलेको लौका हो। यसो खाने भए आउनु होला, म सबैलाई एउटा एउटा लौका दिन्छु। मलाई चाहिँ लौका काट्न आउँदैन साथीहरू। अब लौका कसरी काट्छु सबैजनाले हेरिदिनु राम्रोसँग। हेर्नु, लौका म यसरी काट्छु। अनि लौका राम्रोसँग तरकारी त राम्रोसँग काट्न आउँदैन, अलिअलि काम चलाऊ। यसरी काटेर राइस कुकरको भाँडोमा काट्दैछु मैले चाहिँ। काटेर यतिको बनाएँ। अब यसलाई राम्रोसँग धोइ पखाली गर्छु। अब म धुनलाई रेडी भन्छु। यसरी धोइ पखाली गर्छु। 3-4 चोटि धोएर यसरी तरकारीहरू पखाली भ्याइसकेँ। अब तरकारी पकाउनलाई रेडी गर्छु। रोटी चाहिँ अलि पछितिर पकाउँछु।